जोजोलपा नेपाल भाषा लर्निङ हजुरहरूले यो नेपाल भाषाको भिडियोहरू साथीहरूले रिफर गर्न चाहनुहुन्छ भने यो ब्लग एड्रेस रिफर गरिदिनु भयो हुन्छ nepal-bhasha.blogspot.com यो भन्नको लागि चाहिँ सजिलो हुन्छ भिडियोहरू भन्दा पनि भिडियोहरूको चाहिँ युआरएल लामो हुन्छ हजुरहरूलाई यो अब भिडियो राम्रो लागेको छ भने हजुरहरूले फेसबुक ग्रुपमा सेयर गर्न सक्नुहुन्छ ताकि हजुर जस्तै कोही अब नेपाल भाषा सिक्न इन्ट्रेस्टेड मान्छेहरूले देख्नेछन् र नेपाल भाषा पछिसम्म बाँचिराख्ने छ र हजुरहरूले नोट बनाएर पढ्नु भयो भने हजुरलाई सजिलो हुन्छ र हजुरलाई नेपाल भाषा प्र्याक्टिस गर्नलाई कोही मान्छे पाएन भनेदेखि हजुरले आफैले मनमनी कुरा गर्दाखेरि पनि नेपाल भाषा युज गरेर प्र्याक्टिस गर्न सक्नुहुन्छ र आजको भिडियो हामी स्कुलसँग रिलेटेड छ कतिपय नेवार बच्चाहरू अब स्कुल जाँदाखेरि चाहिँ नि अब घरमा नेवार बोलिरहेको हुन्छ र नेपाली आउँदैन र कन्भर्सेसन प्रब्लम हुन्छ स्कुलको टिचरलाई चाहिँ नेवार नआउने अनि बच्चालाई नेपाली नआउने प्रब्लम हुन्छ त्यस्तै सेम प्रब्लम मैले पनि भोगेको छु स्कुलमा जस्तै टोइलेट जान्छु भन्न नआउने नेपालीमा अब नेवारीमा भन्दाखेरि टिचरले नबुझ्ने अनि कतिचोटि प्यान्टमै पिसाब फेर्नु पनि परेको छ मलाई पनि याद छ फ्यु टाइम्स मैले नर्सरी हुँदाखेरि प्यान्टमा पिसाब फेरेको थिएँ त्यो याद छ र रिसेन्टली एउटा घटना पनि घटेको थियो स्कुलमा टिचरले पढाइरहेको बेला बच्चाको बिर्को खसेछ र वाटर बोटलको बिर्को खसेछ बिर्को हराएपछि बच्चाले पुसा भनेर कराएछ अब नेपाल भाषामा बिर्कोलाई पुसा भन्छ र टिचरले पुसालाई मुसा सुनेपछि मुसा आयो भनेर सबैले खुट्टा माथि उचाला भनेर मुसा खोज्नतिर लागेछ र पछि मुसा होइन वाटर बोटलको बिर्को भनेर थाहा पाएपछि प्यारेन्टलाई बोलाएर अनि नेपाली भाषा सिकाउनु पर्यो भनेर रिक्वेस्ट गरेछ अनि यही भएकोले आज मैले यो स्कुल टिचरहरूको लागि स्पेसली यो बनाएको छु हुन त सबैलाई काम लाग्छ स्पेसली स्कुल टिचरको लागि मैले बनाएको छु त्यस भिडियो सुरु गरौँ पिसाब आयो चो वला पिसाब अर्थात् चो आयो अर्थात् वला चोवलालाई यसरी पनि भनिन्छ चोफा ताजुल चोफा ताजुल अर्थात् पिसाब गर्न हतार भयो अथवा पिसाब गर्न मन लाग्यो यस्तै टोयलेट जाने सम्बन्धी पिसाब गर्न जाने चो फा वन्यु पिसाब गर्न जाने पिसाब भन्ने चो अघि नै मैले प्रश्न भने जस्तै फा वन्यु भनेको अब पिसाब गर्न जान्नलाई चो फा वन्यु हुन्छ नेक्स्ट भिडियो पिसाब गर्ने ठाउँ कहाँ छ पिसाब अर्थात् चो पिसाब गर्ने ठाउँ चो फ्याउ ठ्या कहाँलाई गर्न छ भनेको चो फ्याउ ठ्या गन दु चो फ्याउ ठ्या गन दु अथवा बच्चाहरूले पिसाब गर्ने ठाउँ नभनिकन टोयलेट कहाँ छ भने भन्न सक्छ टोयलेट गन दु पनि भन्न सक्छ दिसा आयो दिसा अर्थात् खी आयो अर्थात् वला खी वला अथवा यसरी पनि भन्न सक्छ खी फ्याउ ठ्या सरी खी फ्या ता जुला खी फ्या ता जुला अर्थात् यो दिशा गर्न हतार भयो अथवा दिशा गर्न दिशा आयो टोयलेट जाने चबी वन्यु अर्थात् बच्चाहरूले आजभोलि टोयलेट वन्यु पनि भन्छ धेरै जस्तो चबी भन्न छोडेको छ टोयलेटै भन्छ प्राय जस्तो चबी वन्यु नरमाइलो लाग्यो अथवा बोर लाग्यो बोर अब इङ्ग्लिस वर्ड भयो नरमाइलो लाग्यो भन्नको लागि अथवा अल्छी लाग्यो भन्नको लागि माइपुसे यो बोर हो माइपुसे भन्नाले चोन लाग्यो माइपुसे चोन निन्द्रा लाग्यो न्यो अर्थात् निन्द्रा वला लाग्यो वला भन्ने आयो भन्नलाई पनि वला भन्छ न्यो वला जेबा पैसा अर्थात् जेबा
यो किन राखेको भन्दाखेरि कहिलेकाहीँ बच्चाहरूले पैसा बोकेर आउला र पैसा हराउला, त्यो भएकोले मैले यो राखेको। नेक्स्ट पैसा हरायो, ट्यबा ट्यबा अर्थात् पैसा, हरायो अर्थात् तन, ट्यबा तन, नाइ अर्थात् मा। र अब लेख्दा लेख्दै कहिलेकाहीँ अल्छी लाग्यो भने माल पनि भन्छौँ। नाइ भन्नको लागि अब लेख्दा लेख्दै अल्छी लाग्यो भने चाहिँ माल अर्थात् भन्छन्, र नाइ भन्नको लागि चाहिँ मा भन्छन्। कुनै जस्तै कि यो कन्डिसन चाहिँ कुनै काम अडाउँदाखेरि नाइ भन्नलाई मा भन्छ, र कुनै काम गर्दा गर्दै अल्छी लागेपछि माल पनि भन्छ। मा र माल उस्तै उस्तै हो, तर स्लाइटली ठाउँ चाहिँ अलिकति फरक छ युज गर्ने ठाउँ। जाने, अब घर जाने अथवा कहीँ जाने भन्नको लागि वो न्यू। पानी पर्यो, वा वल। वा चाहिँ नि हामीले अब पानी पर्यो भन्नालाई पनि वा वल भन्छौँ, र वा भनेको दाँत पनि हो, दाँतलाई पनि वा भन्छ, र अर्को थानलाई पनि वा भन्छ, र आउ भन्नलाई पनि वा भन्छ। गर्मी, तानो, गर्मी भयो, तानोल। नेक्स्ट जाडो, चिकु, जाडो भयो, चिकुल। भोक लाग्यो, पिट्यात। यसमा चाहिँ नि कन्फ्युज नहुनु होला, ने भनेको चाहिँ भोक होइन है, फेरि यो सँगै जोडेर भन्नुभयो पनि हुन्छ। यसरी गर्दाखेरि फेरि भोक भनेको ने, लाग्यो भन्नलाई पिट्याट सोच्नु होला, त्यस्तो चाहिँ होइन। भोक लाग्यो भन्नलाई ने पिट्याट यो कम्बाइन वर्ड हो। र यसमा चाहिँ नि अब खानको लागि पनि, खाने भन्नको लागि पनि, अब खानासँग रिलेटेड पनि, खानेसँग रिलेटेड भयो भने चाहिँ ने शब्द चाहिँ नि युज हुन्छ। जस्तै कि अब म खान्छु भन्नको लागि ने भन्छ। पानी तिर्खा लाग्यो, पानी अर्थात् ल, पानीलाई ल भन्छ, तिर्खालाई त्वने प्याचाल, तिर्खा लाग्योलाई यो त्वने प्याचाल भन्छ। त्वने भनेको पिउने हो यो खास चाहिँ। ल त्वने प्याचाल, ल त्वने प्याचाल। अर्को पानी खाने, ल त्वन्यु, यो अब पिउने, त्वन्यु अर्थात् पिउने, पानी अब खाने भन्ने पिउने हो। खास अब बच्चाहरूले पानी खाने नै भन्छ, पिउनलाई चाहिँ नि त्वन्यु भन्छ, ल त्वन्यु। खाजा खाने, बजी नेउ, बजी अर्थात् चिउरा हो यो। अब बच्चाले चिउरा नभन्न सक्छ, आजभोलि खाजा नेउ पनि भन्छ कसैले। खाजा नेउ भन्यो भने खाजा खाने भनेको बुझ्नुपर्छ हामीले। अथवा अब कसैले केक ल्याएको छ भने केक नेउ, चाउचाउ ल्याएको छ भने चाउचाउ नेउ। पेट दुख्यो, वा अर्थात् पेट, स्यात अर्थात् दुख्यो, स्यात, वा स्यात, वा स्यात। तौको दुख्यो, तौकोलाई चाहिँ अब छ भन्छ, छ अर्थात् तौको, दुख्यो अर्थात् स्यात, छ स्यात, अथवा कसैले कपा स्यात पनि भन्छ। खुट्टा दुख्यो, खुट्टा अर्थात् तुती, दुख्यो अर्थात् स्यात, तुती स्यात, तुती स्यात। औला अर्थात् पति,
दुख्यो अर्थात स्यात औला दुख्यो पति स्यात कसैले पटिचा पनि भन्छ नेपाल भाषामा प्रायः जस्तो अब चा पछाडि जोड्ने त्यो छ मान्छेहरूले त्यो बोलचालीमा चाले जोड्ने कसैको बानी पनि छ पटिलाई पटिचा स्यात पनि भन्छ नेक्स्ट हात दुख्यो ला स्यात ला स्यात ला अर्थात हात खुँडा दुख्यो खुँडा अर्थात पुली पुली स्यात घाउ भयो घाउ अर्थात घा जुल अर्थात भयो घा जुल रगत आयो रगत अर्थात ही आयो वला ही वला सिगान आयो सिगान अर्थात नी वला नी वला जुत्ता फुकाल्ने जुत्तालाई चाहिँ लाका ला का कहाँ हो यो का लाका होइन कि लाका हो फुकाल्नेलाई चाहिँ टोट्यु टोट्यु लाका टोट्यु नेक्स्ट नम्बर जुत्ता फाट्यो लाका गुटा अर्थात फाट्यो लाका गुटा नेक्स्ट नम्बर लुगा फाट्यो ल गुटा birko birko अर्थात वाटर बोतलको बिर्को अथवा केही कुराको केही अब खानेकुरा राख्ने भाँडाको बिर्को केहीको पनि बिर्कोलाई हामीले पुसा भन्छ पुसा पानी भाँडाको बिर्को लथल पानीको भाँडालाई चाहिँ लथल भन्छ वाटर बोतललाई लथल अथवा लथल कसैले लथल भन्छ कसैले लथल भन्छ कन्फ्युज नहुनु होला लथल या पुसा फेरि एकचोटि भनिदिन्छु लथल या पुसा अनि अर्को मुसा मुसालाई छु भन्छ अनि अर्को मुख चुच्चो भएको त्यो मुसालाई चाहिँ टिच्छु भन्छ नेक्स्ट बिरालोलाई चाहिँ भौचा अथवा कसैले भौ पनि भन्छ हाम्रो कम्युनिटीमा चाहिँ पौचा त्यस्तो भन्ने चलन छ पौचा नै भन्दै आएको हो हामीले पनि कुकुरलाई खिचा कलम हरायो कलम तन अर्थात हरायो साथीले पिट्यो अथवा रिताले पिट्यो अथवा सीताले पिट्यो भन्नको लागि चाहिँ साथी अर्थात पासा हुन्छ यसमा दाल पिट्यो दाल भन्नाले पिट्यो पासा दाल हुँदैन पासा दाल रिता दाल सीता दाल यस्तै नेक्स्ट दुख्यो भन्नको लागि चाहिँ स्याट दुख्यो यो मैले अगाडि पनि रिपिट गरे जस्तो लाग्यो घर जाने घर अर्थात छे जाने अर्थात वन्यु आमा बोलाइ देऊ मा सता यस्तो पनि भन्न सकिन्छ सता प्यु भन्नको लागि भनेको चाहिँ बोलाइ देऊ भनेको हो मा सता बिउ लुगा भिज्यो लुगा अर्थात भिज्यो अर्थात प्यात थ्याङ्क यू शुभ